Welcome to our channel Italy Study Journey. आजको भिडियोमा चाहिँ हामी डिक्लेरेसन अफ भ्यालु DOV र सिमियाको प्रोसेस र तिनीहरुको डिफरेन्स, टाइम स्पेन्ड, खर्च कति लाग्छ, त्यसपछि प्रोसेस कति टाइम लाग्छ र कुन गर्दा छिटो कुन गर्दा राम्रो को विषयमा अलिकति डिस्क्राइब गर्दै छौं। र सबभन्दा सुरुमा कुरा गरौँ DOV को प्रोसेस, एप्लिकेसन प्रोसेसहरु के छ, टाइम र कस्ट फ्याक्टरहरु के कति छन् भन्ने विषयमा। फर्स्टमा एप्लिकेसन के गर्नु, एप्लिकेसन प्रोसेस के छ भने सुरुमा आफ्नो एजुकेशनल डकुमेन्टहरु कलेक्ट गर्ने, त्यसलाई ट्रान्सलेट गर्ने, इटालियन ल्याङ्ग्वेजमा ट्रान्सलेट गर्ने, त्यसपछि VFS को साइटमा गएर डेट बुक गर्ने, एपोइन्टमेन्ट बुक गर्ने, त्यसपछि डकुमेन्ट सबमिट गर्ने एपोइन्टमेन्ट भएको डेटमा। त्यसपछि भेरिफिकेसन कहिले हुन्छ, टाइम स्पेन्ड भनेको अराउन्ड 2 देखि 3 मन्थ सम्मको लाग्छ प्रोसेसिङ टाइम चाहिँ DOV को लागि। र कस्ट को कुरा गर्दा अहिले ट्रान्सलेसन अनि भेरिफाईहरु गर्दाखेरि टोटल कस्ट DOV को प्रोसेसिङ को लागि टोटल कस्ट भनेको 5000 देखि 10000 कस्ट लाग्छ DOV गर्न। र अर्को प्रोसेस भनेको सिमिया सर्टिफिकेसन प्रोसेस। त्यसमा चाहिँ के यसको सिमियाको प्रोसेस चाहिँ के छ भने फर्स्टमा सिमियाको अकाउन्ट बनाउने, अनलाइन अकाउन्ट बनाउने, त्यसपछि आफ्नो एकाडेमिक डकुमेन्टहरु स्क्यान गरेर अपलोड गर्दिने, पेमेन्ट भेरिफिकेसन गरिसक्ने, त्यो भइसकेपछि त्यसको पेमेन्ट भेरिफिकेसन भएको अराउन्ड 30 to 60 डेज मा चाहिँ भेरिफिकेसन भएर आउँछ। र यसको कस्ट भनेको 200 देखि 350 युरो सम्म जान्छ। र अब कम्पेरिजन गरौँ दुईटाको, DOV र सिमियाको। DOV के गर्न, DOV भनेको प्रोसेस के छ, एम्बेसी मा जाने, एम्बेसी नेपालको केसमा एम्बेसी नभएको कारणले VFS मा गएर सबमिट गर्नु पर्यो। त्यस्तै सिमियाको के गर्ने, सबै अनलाइन प्लेटफर्ममा हुन्छ, कहीँ जानु पर्दैन, घर बसी गर्न सकियो। त्यसपछि टाइमलाइन कति, DOV को लागि 2 देखि 2 to 4 मन्थ, त्यस्तै सिमियाको 1 देखि 2 मन्थ। त्यस्तै कस्ट कम्पेरिजनमा DOV गर्दा 5 देखि 10000, त्यस्तै सिमिया गर्दा 150 to 350 युरोज। त्यस्तै एक्सेप्टेन्स भनेको चाहिँ अब DOV तपाईहरुसँग छ भने इटालीको सबै युनिभर्सिटीहरुले एक्सेप्ट गर्छ। तर यदि सिमिया चाहिँ कुनै युनिभर्सिटीहरुले एक्सेप्ट गर्दैन। अब त्यसपछि स्लट अवेलेबलको कुरा गर्दा DOV को कुरा गरौँ, VFS मा एपोइन्टमेन्ट पाउन अहिलेको सिचुएसन अनुसार एकदमै गाह्रो छ। तर सिमियाको स्लट एपोइन्टमेन्ट एकदमै सजिलो छ, एनी टाइम। अब कुन चुज गर्दा बेस्ट हुन्छ, यदि तपाईहरुलाई छिटो चाहिएको छ, भिसा छिटो एप्लाई गर्ने अथवा भेरिफिकेसन लिगलाइजेसन चाहिँ एकदमै छिटो चाहिएको छ भने सिमिया गर्नुस्। बजेटको हिसाबले खर्च थोर लाग्छ, जुन थोर लाग्छ त्यही गर्छु भन्नुहुन्छ भने DOV गर्नुस्। र वाइड एक्सेप्टेन्स को खोजीमा हुनुहुन्छ भने DOV गर्नुस्। यदि स्पिड चाहिएको छ भने मात्रै सिमिया गर्नु होला। र DOV नै गर्छु सिमिया गर्दिन भन्ने सोचमा हुनुहुन्छ भने एउटा कुरो चाहिँ के विचार गर्नु पर्यो, VFS काठमाडौँमा चाहिँ DOV को एपोइन्टमेन्ट पाउन एकदमै मुस्किल छ। यो भिडियो हेरिसकेपछि तपाईहरुलाई थाहा भइसकेको हुन्छ DOV र सिमिया के हो, कुन चाहिने हो, कुन उत्तम हुन्छ र त्यसको प्रोसेसको बारेमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, तपाई कुन प्रक्रिया छान्नुहुन्छ भनेर, अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला।